नमस्कार दर्शकबिन, तपाईँलाई फेरि पनि स्वागत छ रहस्य टाइम च्यानलमा। हामी यहाँ रहस्य ज्योतिष र अध्यात्मको संसार तपाईँको प्रतीक्षा गरिरहेको छ। आज हामी खोल्दैछौँ एक ज्योतिषीय रहस्य। शनिदेवको कृपाबाट आगामी 51 वर्षसम्म राज गर्ने 5 राशिहरू। यो कुनै सामान्य भविष्यवाणी होइन, यो समय चक्रसँग सम्बन्धित गहिरो ग्रह गोचरको विश्लेषण हो। शनिदेवको म यहाँ छोटो परिचय दिन लागिरहेको छु दर्शकबिनहरू। शनिदेव न्यायका देवता, कर्मअनुसार फल दिने भगवान। पौराणिक कथा अनुसार शनिदेव भगवान सूर्यका पुत्र हुन्, जसको जन्म छाया देवीबाट भएको थियो। उहाँको दृष्टि जहाँ पर्छ त्यहाँ परिवर्तन सुनिश्चित हुन्छ। धेरैको लागि त्यो सङ्कट पनि हुन सक्छ, तर जसले सत्कर्म गर्छ तीका लागि शनिदेव वरदान बन्नुहुन्छ। शनिदेवको गोचर र वर्तमान स्थिति कस्तो रहेको छ त्यसको बारे हामी छुट्टी जानकारी दिन चाहन्छौँ। विक्रम सम्वत 2025मा शनिदेव कुम्भ राशिमा प्रवेश गर्नुहुन्छ र आगामी वर्षहरूमा विभिन्न राशिहरूमा विशेष दृष्टि पर्नेछन्। जस्तै कुम्भ राशिमा प्रवेश गर्दा उहाँ आफ्नै घरमा रहनुहुन्छ, अर्थात् न्याय र कर्मको शक्ति चरममा पुग्दछ। यस गोचरले 5 राशिहरूमा अत्यन्तै शुभ प्रभाव पार्नेछ। 5 राशिहरू के हुन् त जसलाई शुभ प्रभाव पर्नेछ त? सुरुमा रहेको छ दर्शकबिनहरू मकर राशि। मकर राशिका जातकहरूको लागि शनिदेव स्वामी राशिमा रहनुहुन्छ। उनीहरूको नेतृत्व क्षमतामा वृद्धि हुनेछ, जागिरमा पदोन्नति, सरकारी लाभ र स्थायी सम्पत्तिको योग बलियो छ। विशेष लाभ जीवनसाथीको साथमा, सामञ्जस्य, पुराना रोगहरूबाट मुक्ति मिल्नेछ। तुला राशि, तपाईँ पक्कै पनि खुसी हुनुभयो होला। तुला राशिका व्यक्तिहरू हो, तपाईँलाई पनि शनिदेवको तृतीय दृष्टि तुला राशिमा पर्नेछ। साहस, पराक्रम र भाइ बहिनीसँग सम्बन्ध बलियो हुने योग छ। व्यापारमा अचानक लाभ, नयाँ सम्झौता वा विदेशी साझेदारी पनि हुन सक्छ। अर्को राशि रहेको छ कुम्भ राशि। शनिदेवको मूल त्रिकोण राशि। उनीहरूको लागि यो समय सम्पूर्ण जीवन रूपान्तरणको हुनेछ। धेरै समयदेखि अड्किएको काम बन्नेछ। आध्यात्मिक र मानसिक सन्तुलन उच्च हुनेछ। साथीहरू, अर्को राशि रहेको छ धनु राशि। धनु राशिमा शनिदेवको 5औं दृष्टि पर्छ, जसले विद्या, सन्तान र वृद्धिमा लाभ दिन्छ। विद्यार्थीहरूका लागि धनु राशि हुने जुन विद्यार्थीहरूका लागि यो समय परीक्षामा टप गर्नको लागि, प्रेम सम्बन्धहरू विवाहतर्फ जान सक्ने प्रबल सम्भावना रहेको छ। साथीहरू, अन्तिम राशि रहेको छ मीन राशि। शनिदेवको 9औं दृष्टि मीन राशिमा पर्नेछ। यो दृष्टि भाग्य र धर्मसँग सम्बन्धित हुन्छ। धार्मिक यात्राहरू, आध्यात्मिक गुरु भेट र नयाँ व्यवसायको सुरुवातको सम्भावना रहेको छ। दर्शकबिनहरू, अब म तपाईलाई 2 मिनेट शनिदेवलाई प्रसन्न गर्ने उपायहरू के हुन् त? यदि तपाईँ यी राशिहरूमा पर्नुहुन्छ वा पर्नुहुन्न, नपरे पनि शनिदेवलाई प्रसन्न पार्नका लागि यस्ता उपायहरू रहेका छन्। हरेक शनिबार शनि मन्त्र ओम शम शनश्चराय नमः कम्तीमा 108 पटक जप गर्नुहोस्। शनिबारको दिन कालो वस्त्र लगाउनुहोस्, कालो तिल र तेलको दान गर्नुहोस्। शनिदेवको मन्दिरमा दर्शन गर्नुहोस्, विशेषतः पिपलको रुखमुनि दीप प्रज्वलन गर्नुहोस्।